भाइ भन्छ के भयो रे भूकम्प भयो रे कतिखेर कत्रो घरलाई पनि भत्क्यो रे तँलाई के छ सफा छ अनि घरतिर सबै ठिक छ ए गाउँतिर के भएको अनि कति मान्छे मरेछ सबै पुरिएको छ रे धेरै घर हराएका छन् रे ए अनि उता संविधान सभा भवनतिर के भएछ सबै ठिक छ रे नेताहरू मरेन कोही पनि सभासदहरू कोही मरे छैन मरेन अरे प्रचण्ड बाबुराम यिनीहरू कोही मरेन यो धरतीका बोझहरू होइन भूकम्प आउँदाखेरि धरतीका बोझहरू नमर्ने यस्तो आसु खबर सुन्नु स्याहार तपरी बेला बेला मोबाइलले पनि के यस्तो आसु खबर सुनाउँछ यो आसु खबर सुनाउने यस्ता मोबाइल आइफोनै हान्ने हो ल आइफोन के फुटा खबर सुनाउँछ आइफोन धरतीका बोझहरू मरेनन् धरतीका बोझहरू जङ्गलीहरू प्रचण्ड बाबुरामीहरू नमरेर यस्ता आइफोन सुनाउँछ यस्ता आइफोन फुटा यहाँलाई फुटा केही पनि दाइ सर्वसाधारण मर्ने नेताहरू नमर्ने झेक्रे हो त्यो धरतीका बोझहरू चाहिँ नमर्ने यस्ता खबर सुनाउने यस्ता मोबाइल चाहिँदैन आज मोबाइल पनि तोकिँदैन यस्ता असु खबर सुनाउँछ भने आइफोन पनि चाहिँदैन यस्ता आइफोन पनि चाहिन्छ